नमस्ते, म सबिता। म आज चाहिँ हजुरहरूलाई के सेयर गर्न गइरहेको छु भन्दा नेपालमा चाहिँ फिमेलको रोललाई कसरी लिइन्छ र फिमेलहरू चाहिँ कस्तो अवस्थामा हुनुहुन्छ नेपालमा, त्यो चाहिँ फेरि मैले आफूले भोगेको र मैले आफूले देखेकै कन्टेक्स्टमा आधारित हुनेछ। म चाहिँ अब यो अलिक ठुलो नै टपिक हुने रहेछ जस्तो फिमेल्स इन डिफ्रेन्ट एरियाज जस्तो हाउस होल्डमा अनि वर्क प्लेसमा र ओभरअल कम्युनिटीमा। र मैले चाहिँ एज अ हाउस होल्ड र कम्युनिटीको पहिला कुरा गर्छु, त्यसपछि मेबी हाम्रो नेक्स्ट भिडियोमा वी क्यान टक अबाउट वर्क प्लेस। मैले अगाडिको भिडियोमा पनि अलिकति हाम्रो यो लुगा लगाई सम्बन्धी विषयमा कुरा राखेको थिएँ। अहिले म यहाँ आएको 15 महिना भयो अहिले क्यानाडामा, र मलाई अझै पनि त्यो फ्ल्यासब्याक्सहरू नेपालको त्यो आफूले भोगेको कुराहरूको आइ नै रहन्छ। र यसरी एक्सप्रेस गर्दा चाहिँ अलिकति आफूलाई पनि शान्त हुन्छ कि भन्ने लागेर मैले यो एक्सप्रेस गर्ने माध्यम छानेको हो। अब नेपाल पितृसत्तात्मक देश हो। त्यो भन्दै गर्दाखेरि पुरुषहरू महिलाभन्दा हरेक कुरामा अगाडि हुन्छन्। उनीहरू पढाइमा पनि महिलाभन्दा राम्रो हुन्छन्। कार्यक्षेत्रमा पनि पुरुषहरूमा बढी क्षमता हुन्छ। कुनै पनि किसिमका निर्णयहरू पुरुषहरूले महिलाले भन्दा ठिकसँग गर्न सक्छन्। जिम्मेवारी र घरको मूली र परिवारको मूल व्यक्तिको जिम्मेवारी पनि पुरुषले नै निभाउँछन्। र जुनसुकै पनि काम कुरा होस् त्यसमा चाहिँ पुरुष अगाडि छन् महिलाभन्दा, र अब्बल छन्, क्षमतावान छन् भन्ने नेपाली समाजको बुझाइ छ। भलै पढाइमा दुईजना महिला र पुरुषको कम्पेरिजन हुँदाखेरि महिला नै अगाडि हुन सक्नुहुन्छ। कार्यक्षमता पनि उहाँको राम्रो हुनसक्छ, घरको जिम्मेवारी पनि उहाँले बढी लिनुभएको हुनसक्छ। तर समाजको एउटा हेराइ, त्यो ओभरअल हेराइ चाहिँ होइन। त्यो ओभरअल एउटा नजरै कस्तो बनेको छ भने त्यो हेर्ने आँखा एउटा जुन हुन्छ नि, त्यो लेन्स लगाएर हेरेको या चाहिँ हेर्ने नजरिया भन्छौँ नि, त्यो हेर्ने नजर नै पुरुष अगाडि हो, पुरुष क्षमतावान हो, पुरुषले जिम्मेवारी बोध गर्न सक्छ, उसले कार्य पनि ठिकसँग गर्न सक्छ। त्यो वास्तविकता के हो त? जस्तो मैले अघि भने, वास्तविकतामा महिला पो कार्यक्षमतामा अगाडि हो कि, या स्किलमा नलेजमा अगाडि हो कि, या अरू जिम्मेवारी बोधमा पनि अगाडि हो कि भन्ने त्यो एउटा वास्तविकता छ। र अर्को समाजको लेन्स छ, र समाजले जहिले पनि त्यही लेन्सले हेर्छ, र उसले त्यो वास्तविकता के हो भनेर हेर्दैन। र त्यसो गर्दा के हुँदो रहेछ भने क्षमतावान महिलाहरूलाई पनि म चाहिँ अलिक कम नै क्षमतावान रहेछु कि क्या हो होइन, या घरका जिम्मेवारी बोधहरू पनि मैले चाहिँ ठिकसँग निभाएको छैन कि क्या हो भन्ने खाले एउटा इन्सेक्युरिटी चाहिँ महिलालाई महसुस गर्न बाध्य गराएको छ। मैले अघि हजुरहरूलाई म हाउस होल्ड भनेर
सोल्डरमा कुरा गर्छु भनेर भने, तर कुरा गर्दा यो समग्र सबै कुराहरू नै इन्टरलिङ्क्ड छ। र जहिले पनि जस्तो कस्तो हुँदो रहेछ भने सानो कुराले पनि असर पार्दो रहेछ। जस्तो कोही पाहुना घरमा आउनुहुन्छ, त्यसपछि त्यो पाहुनासँग बसेर गफिने काम चाहिँ पुरुषको हो भन्ने छ। जस्तो बुवा बसेर गफ गर्नुहुन्छ या चाहिँ श्रीमान बसेर गफ गर्नुहुन्छ, अनि श्रीमती आमाको काम चाहिँ या दिदीबहिनीको काम चाहिँ पानी अफर गर्ने हो कि चिया अफर गर्ने हो कि खाजा बनाउने हो कि खाना बनाउने हो कि होइन। सो त्यसरी चाहिँ एउटा जिम्मेवारी छुट्याएको छ। अब त्यो हुँदाखेरि महिलालाई म चाहिँ त्यहाँ सँगै बसेर आफ्नो कुराहरू राख्न पनि नसक्ने हो कि, या चाहिँ कुराहरू सेयर गर्न चाहिँ, या भनौँ न कुनै विषयवस्तुमा कुरा गर्नुपर्ने छ भने त्यसमा कुरा गर्ने मौका नै नपाउने होइन। त्यो खालि एउटा छ। अनि अर्को अब बच्चा हेर्ने जिम्मेवारी महिलाकै हो धेरै भन्ने छ। अनि घरका अब सबै यावत कामहरू चाहिँ महिलाकै जिम्मेवारी। अरू पूजापाठ कर्मकाण्डका कुराहरू होस्, त्यो सबै चिजमा चाहिँ यो चाहिँ तिम्रो मेन जिम्मेवारी हो भनिदिँदाखेरि के भयो भने महिलाहरू चाहिँ त्यहाँनिर बसेर उनीहरूले एउटा सान्दर्भिक छलफल होइन, या कुनै पनि कुरामा विचार विमर्श त्यो चाहिँ कति बेला गर्ने, किनभने उसलाई अब आमा समूहमा जानु पनि उसले सबै तारतम्य मिलाएर घरमा सबै व्यवहार मिलाएर जानुपर्ने हुन्छ। अनि त्यो सबै जिम्मेवारीहरू मिलाएर त्यसपछि घरमा आएका व्यक्तिहरूसँग अथवा कतै गएर बोलाउँ भन्दा पनि त्यस्तै त्यो घरायसी चिजमै धेरै अल्झिनु परेपछि कति बेला चाहिँ समय निकालेर ती विचार विमर्शहरू महिलाले गरून्। तैपनि गरिरहनु भएको छ। म चाहिँ एकदमै नमन गर्न चाहन्छु ती तमाम आमाहरू र ती तमाम दिदीबहिनीहरूलाई नेपालमा, जसले उहाँहरूलाई थाहा छ उहाँहरूमाथि के बितिरहेको छ, या सबैलाई थाहा छ भनेर भन्दिनँ म त, भनौँ न, तर एउटा सफोकेसन, एउटा ममाथि के भइरहेको छ भन्ने कुरा त मानिसले थाहा पाउँछ जसले पनि। त्यो थाहा हुँदाहुँदै पनि जस्तो सर्कमस्टान्सलाई पनि उहाँहरूले त्यसलाई चाहिँ राम्रोमा त्यसलाई बदल्ने क्षमता महिलाहरूमा छ। घरमा जस्तोसुकै अवस्था होस्, अब भेदभाव त सबै घरमा छ। नेपालको हरेक घरमा महिलामाथि भेदभाव छ। अब मैले यसो भनिरहँदाखेरि अब यसमा डिफेन्ड गर्नेहरूले के भन्नुहुन्छ भने हामीले के गर्न दिएको छैन, यो गर्न दिएको छैन, त्यो गर्न दिएको छैन, बोल्न दिएको छैन भन्ने खाले कुराहरू आउला नि त। त्यो कसैले दिने होइन, त्यो हाम्रो हक हो, हाम्रो अधिकार हो। जसरी तपाईँहरूलाई पुरुषहरूलाई अधिकार छ त्यसै गरी महिलाहरूलाई पनि छ। त्यो तपाईँले दिने, हामीले दिएको छैन भन्नु नै त्यो चाहिँ भेदभाव र तपाईँहरूले आफ्नो घमण्ड या आफ्नो पुरुषार्थ, या भनौँ हामी तिमीहरूभन्दा ठुलो हो र हामीले तिमीलाई दिएको हो भन्ने कुरा चाहिँ त्यसैबाट पनि झल्किन्छ। अब यस्तै खाले सफोकेसनहरू, जस्तो अघि मैले एउटा घरमा कोही पाहुना आउनुभयो अनि त्यसपछि घरका महिलाहरू चाहिँ स्वागत गर्ने होइन, के चिया पकाउने, पानी ल्याउने, त्यो काम गर्नुपर्ने। अनि भनौँ न सबै कुराहरूमा अब महिलाहरूलाई यस्ता कुराहरूमा र जहाँ चाहिँ विचार विमर्श छलफलका कुराहरू आउँछ त्यहाँ चाहिँ होइन, हामी नै अगाडि, हामी नै जान्ने, हामी नै सुन्ने होइन, हामीले नै राम्रो विचारहरू राख्न सक्छौँ, हामीले नै गर्न सक्छौँ भन्ने चाहिँ उहाँहरूको छ। र यसमा एउटा म चाहिँ एउटा महिलाहरूलाई पनि के भन्छु भने हामीले पनि या तपाईँहरूले पनि के भन्ठान्नु भएको छ भने हो हामी कमजोर नै हो भनेर भन्ठान्नु भएको छ।
हामी चाहिँ पुरुषभन्दा हामी कम क्षमतावान छौँ, हामी कम जान्ने छौँ, कम सुन्ने छौँ, विचार विमर्श हामी पुरुषले जति गर्न सक्दैनौँ, बोल्नमा हामी पछाडि छौँ भनेर तपाईँहरूले पनि जुन मान्नुभएको छ त्यो सही होइन। तपाईँले आफ्नो क्षमता के हो, अब सबै मानिसको आफ्नै युनिक क्षमता हुन्छ। मेरो क्षमता के हो, म के गर्न सक्छु भन्ने कुरा चाहिँ तपाईँले कुनै पनि किसिमको दबाव या कुनै पनि किसिमको भेदभाव र कुनै पनि किसिमको प्रेसर बिना चाहिँ त्यो तपाईँले थाहा पाउने अधिकार तपाईँमा छ। र तपाईँको आफ्नो युनिक जुन क्यापेबिलिटी र आफ्नो युनिक क्यापेसिटी महिलाहरूको त्यो तपाईँहरूले बाहिर ल्याउने, त्यसलाई प्रस्फुटन गराउने त्यो तपाईँहरूको अधिकार हो। अब म चाहिँ कतिपय महिला साथीहरूलाई ममाथि के भइरहेको छ भनेर पनि अवेर नभएको हो कि जस्तो पनि पाउँछु। जस्तो असमानता एकदमै देखेको हुन्छ घरमा होइन। अब समानता त अघि पनि मैले भनिहालेँ, समानता त नेपालको घरमा मैले चाहिँ देखिनँ। म त्यत्रो समय बस्दाखेरि, म आफ्नो लाइफको आधी समय मैले नेपालमै बिताएँ, मैले कुनै पनि घरमा समानता देखिनँ। तर यो भन्दैमा कुनै घरमा छँदै छैन भन्ने पनि होइन, तर मलाई लाग्छ कमै घरमा छ। र त्यो चाहिँ तपाईँहरूले बुझ्नु पर्यो, ममाथि के भइराखेको छ होइन। वाट इज ह्यापनिङ टु मी, म आफू भएर बाँच्नु पाइरहेको छ कि छैन, ममाथि कस्तो प्रेसर छ होइन। अनि जस्तो तपाईँलाई कामको अलिक बढी लोड छ घरमा भने यो चाहिँ मैले कोसँग सेयर गर्नुपर्ने हो होइन। श्रीमान, त्यसपछि दाजुभाइ, या छोरा होइन। स्पेसली मेलहरू नै भनेर चाहिँ मैले यहाँ भने। र यो चाहिँ तपाईँले पहिला थाहा पाउन जरुरी छ। जस्तो मलाई कस्तो खाले सपोर्ट चाहिन्छ, म के गर्न चाहन्छु होइन, हु एम आई, म को हो र मलाई के बनाइएको छ। अब वाट इज ह्यापनिङ विथ मी, ममाथि के भइराखेको छ मेरो सराउन्डिङमा होइन। मलाई चाहिँ बढी लोड प्रेसर भएको छ कि, या चाहिँ मैले आफूले गर्न चाहेको गर्न पाइरहेको छैन कि छैन भने किन छैन। त्यसपछि के भयो भने चाहिँ बेटर हुन्छ, के चाहिँ हुनुपर्ने हो, बिकज यु ह्याभ द राइट होइन। तपाईँसँग अधिकार छ, त्यो संविधानले कानुनले दिएको छ, तर कल्चरले दिएको छैन। कल्चरले चाहिँ यसरी बाँधेर राखेको छ कि अझै पनि। अब जेनजीको आन्दोलनपछि चेन्ज भयो कि त्यो माहौल पनि भएको भए एकदमै राम्रो, तर म त्यस विषयमा जानकार छैन। सो त्यो कल्चरल एउटा जुन बन्धन छ, कल्चरल एउटा जुन माहौल छ, जुन जजमेन्ट छ होइन। तपाईँ एउटा महिला, एउटा तपाईँ बुहारी हुनुहुन्छ र तपाईँ चाहिँ त्यहाँनिर, या छोरी हुनुहुन्छ र तपाईँ त्यहाँनिर सासू, आमा, माइजू, त्यसपछि काकी होइन, देउरानी, जेठानीको माहौलमा एउटा जानुभयो भने, मानव कुनै एउटा कार्यक्रम छ, तपाईँ जानुभयो, त्यहाँ चाहिँ अनेक किसिमका जजमेन्टहरू हुने गर्छ कि। सबैको आफ्नै जजमेन्ट छ। हुन त महिलामाथि मात्र होइन, अब नेपाली समाज नै जजमेन्टल समाज हो, यसले हरेकलाई नै जज गर्छ। तर स्पेसली अझै फिमेल, अनि तपाईँ जब चाहिँ बुहारी हो भने तपाईँ अटोमेटिकली तपाईँ चाहिँ सासूभन्दा तपाईँ सानो हो, तपाईँ ससुराभन्दा सानो हो, श्रीमानभन्दा सानो हो होइन।
एन्ड अल दोज रिलेसन्स त्यो सबैभन्दा चाहिँ तपाईँ अल्टिमेटली तपाईँ सानो भइ नै सक्नुभयो त्यहाँनिर। एन्ड देन तपाईँ सानो भएपछि दे हेभ द राइट टु ह्युमिलिएट यु, टु इन्टिमिडेट यु भने जस्तो होइन। अनि त्यसपछि दे स्टार्ट जजिङ यु, ए यो के लगाएर आएको, यो कति बेला आएको, यो किन गरेको, त्यो किन गरेको, वाइ नट दिस, वाइ द्याट, कसरी बोलेको, कसरी खाएको, कसरी हिँडेको होइन। जुन चाहिँ हामी सबैको इन्डिभिजुअल राइट हो कि नेपालमा, कसैले कसैलाई जज गर्नुपर्ने जरुरी नै छैन, किनभने सबैसँग त्यो अधिकार छ। एज लङ एज तपाईँले अरूलाई हार्म गर्नु भएन, तपाईँ चाहिँ कसरी हिँड्ने, तपाईँले के खाने होइन, सरी कसरी बोल्नेमा रेस्पेक्टफुली बोल्नु पऱ्यो, काइन्ड भएर बोल्नु पऱ्यो है। एज लङ एज चाहिँ तपाईँ काइन्ड, रेस्पोन्सिबल, इम्प्याथेटिक, इट्स योर चोइस इन लाइफ। तपाईँ के गर्न चाहनुहुन्छ। लेट्स से तपाईँ वर्षौँसम्म एउटा काम गर्नुभयो, नाउ यु वान्ट टु चेन्ज योर फिल्ड, अथवा तपाईँ कामै नगरी बस्न चाहनुहुन्छ, या चाहिँ छोराछोरीको हकमा तपाईँ होइन एउटा मात्रै बच्चा पाउन चाहनुहुन्छ, या दुईवटा या तिनवटा, या तपाईँ बिहे गर्न चाहनुहुन्न अथवा बच्चै पाउन चाहनुहुन्न। सो इट्स योर राइट। अब त्यो चाहिँ हामीले बुझेकै छैन। अब यसको सबैभन्दा चाहिँ मर्कामा चाहिँ अझै महिलाहरू परिरहेछन्। किन भन्दा अघि मैले जुन भने नि, तपाईँ बुहारी हुने बित्तिकै तपाईँ चाहिँ युआर तल अफ सो मेनी पिपल है। अनि तपाईँ छोरी हुँदा पनि युआर लाइक तल अफ सो मेनी पिपल। सो मलाई यो चाहिँ अब हाँसो पनि लाग्छ, तर यो सहनलाई एकदमै गाह्रो हुन्छ। अब मैले यो सहनै सकिनँ, म किन कसैभन्दा सानो भन्ने लाग्थ्यो, र कोही मभन्दा किन ठुलो, अथवा म पनि अरूभन्दा किन ठुलो होइन, हामी त सबै समान नै हो। अब म अलिकति एक्सपिरियन्स्ड छु, अथवा म दिदी अथवा म आन्टी भएँ भन्दैमा म चाहिँ छोराछोरीभन्दा ठुलो या भाइ बहिनीभन्दा ठुलो त होइन, म अलिकति बढी एक्सपिरियन्स्ड मात्रै हो। अब म के आधारमा ठुलो, म इन्लाइटेन्ड ह्युमन बिङ पनि होइन, म चाहिँ कुनै महात्मा पनि होइन, सन्त पनि होइन, म किन ठुलो। त्यसै गरी हरेक मानिसहरू नेपालमा किन ठुलो, यो चाहिँ मलाई यो मैले बुझेको छैन। मेबी अलिकति अज्ञानता पनि हो, अलिकति होइन धेरै नै अज्ञानता हो। हामी कोही पनि एकअर्काभन्दा ठुलो छैनौँ, तर हामी सबैजना युनिक छौँ। हाम्रो सबैको आफ्नो युनिक क्षमता छ, र हामीले त्यो युनिकनेसलाई चाहिँ बुझ्न सकेको छैन। अनि हाम्रो चाहिँ यो त ठुलो, यो ठुलो, त्यसपछि होइन यो सानो, अनि म माथि त तल भन्ने चाहिँ धेरै छ। र अब यसको मारमा चाहिँ स्पेसली फिमेल्सहरू अब बिहे गरेर पनि श्रीमानको घरमा जानुपर्छ, अनि आफ्नै घरमा पनि चाहिँ त्यो छोरा नै ठुलो छोरीभन्दा। अगेन आई डोन्ट नो वाट इज ठुलो होइन। अनि कसरी चाहिँ ठुलो हुन्छ मलाई अचम्म लाग्छ। आफ्नो जिम्मेवारी पुरा गरेर ठुलो हुने हो मैले बुझेको। कसैप्रति काइन्ड भएर या माया गरेर ठुलो हुने हो, सहयोग गरेर ठुलो हुने हो होइन। कसैलाई हार्म नगरेर ठुलो हुन्छ मान्छे। सबैप्रति सद्भाव राखेर ठुलो हुन्छ, दुखी गरिबको सेवा गरेर ठुलो हुन्छ। अरू कसरी ठुलो हुन्छ? यो जुन एउटा यो धारणा छ, यो अब अज्ञानता नै हो होइन। उहाँहरूले पनि जानेर होइन यसो गरेको। र यसरी हामी एकअर्कालाई हार्म गर्न चाहिँ छोडौँ जस्तो लाग्छ। यसले हामी कसैलाई पनि हानि गर्दैन होइन। जुन अज्ञानतावश भइराखेको छ, यसले तपाईँ जो म ठुलो हो भनेर अरूलाई हेप्नुहुन्छ या चाहिँ भेदभाव गर्नुहुन्छ। तपाईँहरूलाई पनि
अर्कालाई हार्म गरेर सुख हुँदैन, मुक्ति पनि पाउनु हुँदैन। र अब जो त्यसरी असमान व्यवहार भोगिरहनु भएको छ, अब अभियसली उहाँहरूलाई त गाह्रो हुन्छ नि। त्यसको बावजुद पनि अघि नै मैले भने जुन नेपाली महिलाहरूको हिम्मत छ, साहस छ होइन, ठिकसँग परिवार चलाउनुहुन्छ, बच्चा हेर्नुहुन्छ, काम पनि गरिरहनु भएको छ, काममा पनि अब्बल नै हुनुहुन्छ, क्षमतावान हुनुहुन्छ। मैले काम गर्ने कार्यक्षेत्रमा धेरै महिलाहरू हुनुहुन्थ्यो जसले ठिकसँग कार्य गर्नुहुन्छ, कार्य सम्पादन गर्ने क्षमता छ। त्यसपछि सबैलाई मिलाएर लिएर जाने टिम बिल्डिङको पनि क्षमता छ। बरु मैले देखेको पुरुषहरूमा चाहिँ यसले यसो भन्ने, उसले उसो भन्ने, यसले यसो गर्ने, उसले यसो गर्ने भन्ने एउटा त्यो इगो मात्रै अलिक धेरै चाहिँ देखेको थिएँ। अब नेपालमा भएका पछिल्ला घटनाक्रम, यो जेनजीको जुन आन्दोलन, यो सँगसँगै चाहिँ एउटै प्रार्थना के छ भने एकअर्कालाई चाहिँ हामी जज नगरौँ र सबैले सबैलाई राम्रो व्यवहार गरौँ। हामी कोही सानो र कोही ठुलो होइन। र जुन नेपाली महिलाको वरिपरि केन्द्रित रहेर चाहिँ मैले आज कुरा गरेँ। महिलाहरू तपाईँहरू धेरै साहसिलो, धेरै हिम्मतिलो हुनुहुन्छ, तर तपाईँहरू अवेर हुन चाहिँ जरुरी छ। वाट इज ह्यापनिङ विथ मी भनेर यो तपाईँहरूले बुझ्न जरुरी छ। इफ समथिङ इज नट ह्यापनिङ राइट, तपाईँहरूलाई त्यो एउटा इन्ट्युसन भयो, ओ दिस इज नट बिङ राइट टु मी भने तपाईँहरूलाई त्यो बोल्ने अधिकार छ। सो यु निड टु नो द्याट कि तपाईँहरू बोल्न सक्नुहुन्छ, तपाईँहरूले आफ्ना कुराहरू राख्न सक्नुहुन्छ, तपाईँहरूले कानुनी उपचार पनि खोज्न सक्नुहुन्छ। यसको लागि तपाईँहरू डराउनु र हिम्मत हार्नु हुँदैन। अब किनभने सत्यको लागि त हामी लड्नै पर्छ, ट्रुथको लागि त लड्नै पर्छ। कुनै पनि विषयमा फरक फरक मानिसको विचार हुनु चाहिँ स्वाभाविकै हो, तर सत्य चाहिँ सत्य नै हुन्छ जहिले पनि। सत्यमा चाहिँ कम्प्रोमाइज गर्नु हुँदैन र दमन र भेदभावमा चाहिँ कम्प्रोमाइज गर्नु हुँदैन। पूजापाठ घरमा हुने भनौँ न कार्यक्रमहरूमा, फङ्सनहरूमा तपाईँहरूले जति आफ्नो भूमिका निभाउनुहुन्छ, तपाईँका मेल पार्टनरहरूले पनि त्यति नै निभाउनुपर्छ। अरू किसिमका डिसिजन मेकिङ रोलहरूमा जति तपाईँको पुरुष साथीहरूको हात छ, तपाईँले पनि त्यति नै हात बढाउनुपर्छ। र इन्कम जेनेरेसनमा पनि सकेसम्म लाग्ने, तर त्यो चाहिँ हरेक परिवारको एउटा आफ्नै डिसिजन पनि हो होइन। कुनै परिवारमा चाहिँ महिला पुरुष दुवैले कमाउनु पर्ने हुन्छ होइन। अब कुनैमा चाहिँ अब महिलाको तपाईँको चोइस चाहिँ यदि होइन म बचाएर बस्छु भन्ने छ भने त्यो चोइसको पनि रेस्पेक्ट हुनुपर्छ, एज लङ एज इकोनोमिक कन्डिसन चाहिँ तपाईँहरूको परिवारलाई पाल्न सक्ने छ भने होइन। अब त्यो कुराहरूमा तपाईँलाई चाहिँ सानो या चाहिँ तपाईँ नजान्ने भनेर चाहिँ कसैले पनि भन्न पाउँदैन। परिवार भनेको सबैको कुरा सुनिनुपर्छ, तपाईँको कुरा सुनिनुपर्छ, तपाईँले आफ्नो कुरा बिना कुनै हिचकिचाहट भन्न सक्नुपर्छ, अनि तपाईँलाई चाहिँ समान स्थान दिनुपर्छ। अब यो चाहिँ संविधान, कानुन र जति पनि नेपालमा जति पनि कुराहरू छन् त्यो सबैमा त्यही छ। त्यसमा चाहिँ हाम्रो कल्चर इज नट राइट भने कल्चर चेन्ज पनि त हुनु पऱ्यो नि होइन। अब तपाईँले विश्वलाई हेर्नुहुन्छ भने विश्व पनि त पहिला त्यस्तै थियो नि है। अरू फर्स्ट वर्ल्ड कन्ट्रीमा जस्तो क्यानाडाकै कुरा गर्ने हो भने यहाँ पनि महिलाहरूलाई भोटिङ राइट थिएन, धेरै कुराहरूबाट पहिला वञ्चित थिए। तर बिस्तारै त्यो कुराहरू त ठिक रहेनछ भनेर त्यो समानताको एउटा वातावरण बन्दै आयो भने अब हामी चाहिँ सबै कुराहरू थाहा हुँदाहुँदै होइन विश्वलाई नै चिन्न बुझ्न सक्ने हामीसँग
क्यापेसिटी छ, सोसियल मिडिया छ, इन्फर्मेसन छ, ज्ञान छ, त्यो हुँदाहुँदै पनि किन हामी अझै पनि चाहिँ एउटा कल्चरको नाममा चाहिँ हामी दबाबमा बसिरहनु पर्ने? अनि त्यो कस्तो कल्चर हो जसले चाहिँ आधा हिस्सालाई, आधा जनसङ्ख्यालाई चाहिँ असर पारिरहेको छ र उनीहरूलाई ठिकसँग बाँच्न दिइरहेको छैन, उनीहरूलाई मानसिक एउटा दमन र इमोसनल एउटा दमन गरिरहेको छ। त्यो कस्तो कल्चर हो, त्यो कस्तो कल्चर हो जसलाई चाहिँ हामीले जोगाइरहनुपर्छ, जसले आधा जनसङ्ख्याको भलो गरेको छैन। यही भन्दै चाहिँ म आजको मेरो टक यहीँ सकाउँछु। र यो टपिक भनेको दिस इज लाइक भेरी क्लोज टु माई हार्ट। यसमा चाहिँ म जति पनि बोल्न सक्छु। मेबी हामी अर्को टकमा पनि फेरि यसकै विषयमा चाहिँ कुरा गर्छौँ होला। थ्याङ्क यू।